हेलो साथीहरू, नमस्कार सबैमा। तपाईहरुलाई स्वागत छ हामी युट्युब च्यानलमा। आज चाहिँ म सानो जानकारी लिएर आएको छु। मेरो सानो करेसाबारीको खुर्सानीको बारेमा, सानो 1G कटिङ र 2G कटिङको बारेमा। मैले चाहिँ अब 1G कटिङ चाहिँ पहिला नै गरिसकेको छु। आज 2G कटिङको बारेमा सानो जानकारी। अब 1G कटिङ भन्नाले चाहिँ अब सुरुमा आएको मेन पोइन्ट हाँगालाई चाहिँ अब सुरुमा यहाँ भाँचिदिने अथवा चटक्क काटिदिने। कैँचीले काटिने भयो अथवा हातैले चिमटिदिए पनि भयो, अथवा अझ यसलाई अझ तल यसरी काटिदिने। अनि यो चाहिँ मैले पहिल्यै काटिसकेको भएर यो चाहिँ अब 2G को कटिङको तयारीमा। यो चाहिँ मेरो 1G कटिङ पहिल्यै भइसकेको। यो 2G कटिङको तयारी हो। यो यस्तो राम्रो छ कि अकबरी खुर्सानी कुरै नगरौँ। अब यो 2G कटिङ आज यो धेरै बढेको भएर मैले आज 2G कटिङ गर्न गइरहेछु। कैँची यहाँ उपलब्ध नभएको भएर हातैले यसलाई टक्क ल्याएर यो सेकेन्ड 2G कटिङ। अब यो लोप गरेर भएन, यति राम्रो छ नि नचिमाटौँ जस्तो। के गर्नु, 2G कटिङमा चाहिँ यो काट्नै पर्ने भयो क्या। यो पनि यस्तो लोप लाग्दैछ नि त। के गर्ने, यसलाई टक्क ल्याएर काट्नै पर्ने भयो क्या। यस्तो माया लाग्दो छ नि, के गर्नु। 2G कटिङमा चाहिँ अब यो सेकेन्ड हाँगाहरूलाई टक्क ल्याएर काटिदिने। यति राम्रो छ कि अब यो के यसो गर्दामा चाहिँ 1G र 2G कटिङ गरेर चाहिँ यसलाई यतिकै छोडिदिने। मलजल चाहिँ प्रशस्त गर्नु पर्यो। पनि अब धेरै यो 2G कटिङ ढिला भइसकेको भएर यसलाई पनि अब टक्क ल्याएर चिमाटिदिने। कैँचीले काटे पनि राम्रो, तर मैले चाहिँ हातले काटेँ। ल हेर्नुहोस्, यति राम्रो अकबरी छ कि लोभै लाग्दो। अब यो 2G कटिङको अलिकति समय ढिला भइसकेको भएर आज चाहिँ मैले 2G कटिङ गरेको छु। अब लोभ गरेर के गर्ने, यति राम्रो छ कि पात यति राम्रो भएर आएको छ कि यस्तो राम्रो मुना 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 भएर आएको छ। यसलाई चाहिँ मैले यसरी यो काटेर अब यसलाई फालिदिनु पर्यो। ल हेर्नुहोस्, यति राम्रो छ कि 2G कटिङ। अब यसलाई 2G कटिङबाट चाहिँ यसलाई 3G मा चाहिँ गइँदैन, 2G कटिङमै मैले चाहिँ छाडिदिन्छु। यसो गर्दामा चाहिँ एकदमै धेरैभन्दा धेरै अकबरी खुर्सानी चाहिँ फल्ने बढी चान्स भएको भएर चाहिँ मैले 1G कटिङ चाहिँ मैले अस्ति नै गरेको भएर 2G कटिङ आज सबै बोटको 2G कटिङ मैले गरिसकेँ। सानो मेरो करेसाबारीमा टनेलको यो सानो खोर्सानी खेती मेरो यति राम्रो छ कि यसपाला मेरो अकबरी खुर्सानी खासै रोग पनि लागेको छैन अहिलेसम्म चाहिँ। अब चाहिँ पछि चाहिँ के हुन्छ थाहा भएन। अब के गर्नु, माया गरेर भएन, टक्क ल्याएर यसलाई काट्नै पर्यो, चिमाट दिनै पर्यो। यस्तो राम्रो छ कि हाँगा बिगा, यस्तो लोभ लाग्दो छ कि चाहिँ 1G कटिङ गरिसकेपछि चाहिँ यो तरिकाले आउँछ है मुनाहरू चाहिँ। यस्तो राम्रो तरिकाले हाँगा बिगा आइरहेछ, मुना आइरहेछ भने 1G कटिङ पछिको मुना पलाउने तरिका चाहिँ यो हो। 1G कटिङ गरिसकेपछि चाहिँ यो तरिकाको आउँछ। अब यसमा यस्तो राम्रो छ। अब यो धेरै ठुलो भइसकेको भएर मैले 2G कटिङमा यसलाई चिमाटी दिएँ। ल हेर्नुहोस्, यस्तो राम्रो छ भने यस्तो राम्रो छ कि यसपालि चाहिँ मेरो टनेलमा दोस्रो पटकको यो अनुभव हो अकबरी खुर्सानी
2G कटिङ आज मेरो समाप्त। 1G कटिङ चाहिँ मेरो चाहिँ यो हाइटसम्म यति उचाइ पुगेपछि चाहिँ मेरो चाहिँ 1G कटिङ सुरु गर्छु। 1G कटिङको साइज चाहिँ यत्रो पुगेपछि चाहिँ मैले चाहिँ 1G कटिङ गरेँ। 1G कटिङ गरिसकेपछि चाहिँ 2G कटिङमा चाहिँ यति वृद्धि विकास भइसकेको हुन्छ कि खोर्सानीको चाहिँ यति मजाको हाँगा बिगा छ। अब यसलाई माया गरेर भएन, ट्याक्क ल्याएर यसलाई सिमाट्नु पर्ने बाध्य। ल 2G कटिङ यसरी गऱ्यौँ भने प्रशस्त मात्रामा अकबरे खोर्सानी फल्ने चान्स बढी। हल्का झारहरू कम आओस् भनेर नर्मल सस्तो प्लास्टिकको मल्चिङ पनि मैले गरिरहेको छु। यति मल्चिङ गरेको भयो भने प्लास्टिक चाहिँ सस्तो हो, सस्तो एकदम यो ढलान प्लास्टिक युज गरेर मल्चिङ गरेको गोडमेलमा धेरै सुविधा भएको भएर चाहिँ यो मल्चिङ सिस्टम पनि गरेको छु मैले टनेलमा। बर्खाको समयमा एकदमै झारपात आएको भएर मल्चिङ सिस्टम नर्मल्ली कस्तो हुँदो रहेछ भनेर मैले यो सेकेन्ड वर्ष चाहिँ ट्राई गरेको। हजुर आजलाई यति नै मेरो सानो छोटो अनुभव तपाईहरुमा चाहिँ अब हल्का अनुभव बाँड्न पाउँदा धेरै खुसी लागेको छ। कृपया यो सानो मेरो भिडियो क्लिप मन पराइदिनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई। थामी युट्युब च्यानललाई यसो गएर सब्स्क्राइब गरिदिनु होला। धन्यवाद सम्पूर्णलाई हेरिदिनु भएकोमा।